नमस्कार। आज चाहिँ हामी इल्मो गेन्दामको बारेमा केही जानकारीमूलक कुराकानी गर्न गइरहेका छौँ। हाम्रो माझ हुनुहुन्छ निरज मगरज्यू। उहाँ चाहिँ विगत 5 वर्षदेखि यस क्षेत्रमा निरन्तर रूपमा लागिरहनु भएको छ। हामी उहाँबाट नि यसको बारेमा केही कुरा जान्न चाहन्छौँ। नमस्ते निरजजी, यहाँलाई स्वागत छ। रवि सरलाई धन्यवाद पनि भन्न चाहन्छु। गेन्दाम विद्या चाहिँ प्राचीन कालमा महाभारतमा चाहिँ देवी कुन्तीले युज गर्ने एकदमै गोप्य विद्या हो। यो विद्या चाहिँ तपाईँको यो पृथ्वीबाटै लोप हुन लागिरहेको अवस्थामा चाहिँ यो विद्यालाई चाहिँ बाहिरी देशहरूमा चाहिँ अझ पनि प्र्याक्टिस भइरहेको छ र त्यो बाहिरी प्र्याक्टिस भइरहेको विद्यालाई चाहिँ हामीले चाहिँ बाहिरबाट सिकेर यहाँनिर नेपालमा पनि सिकाउन थालिरहेको छ। यो लगभग सिकाएको 5 वर्षदेखि धेरै विद्यार्थीहरूले सिकिसकेको छ र यो विद्याबाट धेरैले लाभ पनि लिइरहेको छ। लाभ भन्नाले कस्तो कस्तो लाभ लिन सकिन्छ त सर यस विद्याबाट? जस्तै यो विद्याबाट अब तपाईँले आध्यात्मिक रूपमा अगाडि बढ्न चाहनुहुन्छ भने यसले तपाईँलाई अगाडि बढाउँछ र सँगै अब तपाईँले लाइफमा के चाहनुहुन्छ हैन, तपाईँले लाइफमा सक्सेस चाहनुहुन्छ, तपाईँको नाम चाहिँ एकदमै माथिसम्म पुर्याउन चाहनुहुन्छ र तपाईँ एकदमै फेमस हुन चाहनुहुन्छ, तपाईँ जे चाहनुहुन्छ यो विद्याले तपाईँलाई त्यो ठाउँसम्म पुर्याउन चाहिँ हेल्प गर्छ। र यो विद्या जति देख्दा सरल छ त्यत्तिकै एकदमै गहिरो स्पिरिचुअल्ली र तपाईँको एनर्जी वाइज एकदमै स्ट्रङ पनि छ। भनेपछि जो कोही पनि यो विद्यामा लाग्न चाहन्छ उहाँले चाहिँ के कुरामा ध्यान दिनुपर्छ त? यो सेक्टरमा लाग्दाखेरि चाहिँ मेन कुरा चाहिँ गुरु गाइडेन्स। जति पनि गुरुले गाइडेन्स गर्छ त्यो कुराहरूमा चाहिँ उहाँले एकदम मजाले अनुशासित भएर लाग्नुपर्ने हुन्छ। सबैभन्दा ठुलो कुरा यसमा चाहिँ अनुशासन हो। यसमा सर्ट वे भन्दा पनि अनुशासित भएर निरन्तर प्र्याक्टिस गर्दै जानुपर्ने कुराहरू ज्यादा हुन्छ। भनेपछि जो कोही पनि यसमा लाग्न चाहनुहुन्छ उहाँ सुरुमा त अनुशासित हुनु पर्यो, त्यसपछि डिटरमाइन हुनु पर्यो हैन त, अनि कडा नियम पालना गर्नु पर्यो। कडा भन्ने बित्तिकै तपाईँको एकदमै त्यस्तो एउटा बाउन्ड्री क्रिएट हुँदैन, तर स्पेसल्ली जे गाइडेन्स गरेर त्यो चिजमा चाहिँ लाग्नु पर्यो। भनेपछि तान्त्रिक विद्या नै भन्नु यसलाई हैन एक किसिमको? यो तपाईँको गुप्त तन्त्र विद्या नै हो। यसमा तपाईँको विभिन्न खालको मन्त्र र तपाईँको साधनाको विधिहरू हुन्छ। त्यो चिज तपाईँको स्पेसल र तपाईँको जुन कुरा चाहिँ सिकाउनको लागि योग्य व्यक्तिबाट मात्रै लिनुपर्ने पनि हुन्छ। कसैले चाहिँ एकैछिन सिकेर सिकाउन थाल्छ, त्यसो गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि उसको कुण्डलिनी कतिको खुल्यो हैन, कति माथिसम्म गइरहेछ, साधारण टाइममा तपाईँ 1 महिनापछि के प्रब्लम आउँछ या कस्तो कन्डिसन क्रिएट हुन्छ, त्यो कन्डिसनमा के गर्ने भन्ने कुराहरू थाहा हुँदैन। त्यतिखेर चाहिँ एउटा योग्य टिचरको आवश्यक हुन्छ। भनेपछि यो विद्यामा चाहिँ बिचमा ब्रेकको अवस्था आयो भनेदेखि हैन, जस्तै भनौँ न कोही मान्छे चाहिँ अब गुरु बिना नै यसमा लाग्यो भनेदेखि उसलाई चाहिँ मेन्टली अथवा यस्तै तरिकाको समस्या आउन सक्छ भन्नु खोज्नु भएको हो? सुरुमा त मेन हाम्रो कुण्डलिनी एनर्जी हुन्छ। जब त्यो एनर्जी बिग्रिसकेपछि उसको मेन्टल्ली, फिजिकल्ली, इमोसनल्ली विभिन्न तरिकाबाट चाहिँ उसमा प्रब्लमहरू क्रिएट हुन नै सक्छ। यो चाहिँ के भन्छ मिसगाइडको कारणले चाहिँ त्यो प्रब्लमहरू क्रिएट हुन सक्छ। भनेपछि यो विद्या र ज्योतिष विज्ञानको कुनै कनेक्सन छ र? ज्योतिष विज्ञान तपाईँको ग्रह नक्षत्रलाई लिएर तपाईँको चाहिँ के भन्छ कुन एनर्जीले के काम गर्छ भन्ने कुरा यसले फाइन्ड आउट गर्छ ज्योतिष विद्याले। भने यसले चाहिँ कम्प्लिटली त्यो ग्रहहरूको इफेक्टलाई या तपाईँको नेगेटिभ एनर्जीको इफेक्टहरू या तपाईँको कसैले चाहिँ काला जादु कसैमाथि गरिरहेछ भने त्यो चिज हटाउन पनि सकिन्छ र तपाईँले लाइफमा अबन्डेन्स चाहनुहुन्छ हैन, त्यो चिज तपाईँको लाइफमा अड्केर बसिरहेछ। मान्नुहोस् तपाईँको 2 वर्षपछि आउनेवाला छ अब भनेपछि तपाईँले चाहिराख्नु भएको छ 3 महिना भने त्यो चिजलाई तपाईँले त्यो लकलाई खोलेर तपाईँले जुन टाइममा चाहनुहुन्छ त्यो चिजलाई पुरा गर्न सक्नुहुन्छ। हजुर धन्यवाद। यो त क्वेसन अहिलेको अवस्थामा मानिसहरू प्राय विज्ञान
लाई विश्वास गर्ने अवस्थामा होइन। हामीले चाहिँ यो विद्या इल्मो ज्ञानदम विद्या चाहिँ सान्दर्भिक छ भन्नको लागि चाहिँ के कुराले चाहिँ मानिसलाई कन्भिन्स गराउन सकिन्छ? इल्मो ज्ञानदम तपाईँको एउटा भन्नुहुन्छ भने विचार विज्ञानसँग रहेर पनि काम गर्छ। त्यसमा के छ भने तपाईँको माइन्डले के चिज चाहन्छ त्यो चिजलाई नै पुरा गर्न सकिन्छ। तपाईँले सोचेको चिजलाई मेनिफेस्ट गर्न सकिन्छ। त्यो एकदमै हायर लेभल इन्टेन्सन विथ एनर्जीले पनि काम गर्छ। ओके, धन्यवाद। धन्यवाद सबैजनालाई। इल्मो ज्ञानदमको बारेमा हामी पनि पछि छलफल गर्दै अझै धेरै कुराहरू सिक्ने नै छौँ, सुन्ने नै छौँ। दिनसम्म धैर्यताका साथ हामीलाई सुनिदिनु भयो। धन्यवाद। नमस्ते। नमस्ते, धन्यवाद रवि सरलाई पनि। निराकारमोङ्कार मूलं तुरीयं गिराज्ञा